झुल्के घामसँगै आफ्नो गोठ छोडी चिरबिर चिरबिर गर्दै खानाको खोजीमा निलो गगनमा कोसौँ टाढासम्म आफ्नो यात्रामा पखेटा फरफराई अघि बढिरहन्छन्। थाहा छैन तिनलाई कहाँ जाने, के खाने अनि फर्किआउँदा के ल्याउने भनी। मरिन्छ कि बाँचिन्छ भन्ने भान छैन, बाटैमा कसैले प्राण हर्दछ भन्ने, तर पनि निलो गगनमा पखेटा फरफराई अघि बढिरहन्छन्। यस्ता अबोध पंक्षीहरूको कुहाटले वातावरण नै सङ्गीतमय बनाउँदछ। यस्ता प्राणीलाई पिंजरामा थुन्दा उनीहरूको स्वतन्त्रताको कतै अनन्त भएको छैन भन्ने प्रश्न उठ्छ। मानव बस्तीमा मानव आफू स्वतन्त्र चाहन्छ तर अरूलाई बन्धक बनाउँछ किन? आफू हात्ती अनि अरूलाई भुसुना सम्झिन्छ किन? किन?